सबै नमस्कार। आज म यता हेर्दिनँ, सिधै क्यामेरामा हेर्छु र बोल्छु। आज मिति 2026 जनवरी 1 नयाँ वर्ष र यही नयाँ वर्षसँगै म आफूले आफूलाई एउटा नयाँ च्यालेन्ज दिँदैछु साथीहरू। अहिलेसम्म जे जति भिडियो बनाएँ अथवा कन्टेन्ट क्रिएट गरेँ त्यो आफ्नै फनको लागि आफ्नो एज अ हबी गरेँ। तर आजकै मितिदेखि अबको 1 वर्षसम्म नियमित रूपमा दिनको एउटा एटलिस्ट चाहे म बिरामी हुँ, चाहे यो होस्, पानी परोस्, झरी परोस्, जेसुकै होस्, पृथ्वी इधर कि उधर हो जाए भन्छ नि, त्यस्तो होस्, तर दिनको एउटा भिडियो म जसै पनि बनाउने छु। त्यो भिडियो टिकटक, फेसबुक, युट्युब र इन्स्टाग्राममा अपलोड गर्नेछु र अबको 1 वर्षपछि म हेर्नेछु कि यसले मलाई कहाँ पुर्याउँदो रहेछ। अहिलेसम्म कति योजनाहरू बुन्यो, भोलि गरौँला, पर्सि गरौँला, दसैँपछि गरौँला, तिहारपछि गरौँला, छठपछि गरौँला, नयाँ वर्षपछि गरौँला, तर त्यस्ता कति नयाँ वर्ष आए गए, कहिले पनि हामी त्यसमा लागेनौँ। तर म हजुरलाई पनि के भन्न चाहन्छु भने यदि हजुरको पनि यस्तो कुनै सपना छ, जिम जानु छ, आज जनवरी 1 आज जानुहोस्, हेल्दी डाइट गर्नु छ, एक्सर्साइज गर्नु छ, गीत लेख्नु छ, गीत गाउनु छ, नाच्नु छ, आजबाट प्रड गर्नुहोस् त। म हजुरहरूलाई हेर्छु, हजुरहरू मलाई हेर्नुहोस्। म मेरो जर्नीमा कतै झकझकाउँछु कि, कतै बाटो बिराउँछु कि, कहिले भिडियो हाल्दिनँ कि, तपाईँ मलाई हेर्नुहोस्, म तपाईँलाई हेर्छु। बरु आज कमेन्ट गर्नुहोस् कि म यो वर्षमा यो गर्नेवाला छु र दिनदिनै आफूले आफूलाई त्यहाँ देख्नुहोस्। म तपाईँलाई हेर्छु, बरु हेर्नु म बाटो बिराउँछु कि भन्नुहुन्छ भने है, तपाईँ मलाई हेर्नुहोस्, म तपाईँलाई हेर्छु र अब ठिक 1 वर्षपछि हामीहरू यसरी नै भेट्नेछौँ। यो 1 वर्षमा हामीले के गर्दा रहेछौँ अब त्यो समयले बताउला। आजदेखि म शपथ लिन्छु, छातीमा हात राखेर भने आज मिति 2026 साल जनवरी 1 देखि म वासु अधिकारी यो शपथ लिन्छु कि अबको 1 वर्षभित्र रेगुलरली कन्टेन्ट क्रिएट गर्नेछु। ल, मैले छातीमा राखेर कसम खाएको छु साथीहरू है। र अहिलेसम्म मैले उठाएका विषयवस्तुहरू हजुरहरूलाई मन परिरहेको छ र मेरो यो जर्नीमा साथ दिन चाहनुहुन्छ भने यहाँ प्लस छ होला, त्यसलाई थिच्नु होला है त। हस्, धन्यवाद। जय नेपाल।